हाम्रो संक्रान्तिको तयारी हुँदैछ है यहाँ। कहिले पोहोर रोपेको? पहिला पहिला त 2-3 वर्ष हुन्थ्यो रोपेर राखेको र पनि ठुलो ठुलो हुन्थ्यो त। अनि सबै सेतो तरुल रहेछ है। धेर सानो सानो नपार्नु, किचिक किचिक जान्छ। अनि त्यो चाहिँ अलि ठुलो भएछ। एउटा मात्र रोप्नु पर्ने छ क्या है। के 2-3 वटा हालेको एउटा धोक्रामा नि? राम 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 राम। 2-3 वटा हालेर एउटा धोक्रामा। त्यो सबै एउटै ढोक्रा। एउटा मात्र रोप्नु पर्ने रहेछ क्या रे। होइन रे होइन रे। छुट्टा छुट्टै हाले। खोइ फल्या माटो पनि छुट्टै चाहियो, मल पनि छुट्टै चाहियो। अनि माटो चाहिँ किन्न जानु पर्थ्यो त। बारी हैन कहाँको माटो आउन कति ढोक्रा कति भर्नु। उ त म हारिनिरको माटो भने 3 ढोक्रो खाइहाल्थ्यो त। ढोक्रो कहाँ रे? अनि त्यहाँ फेरि झेल पार्नु होइन रे बाबु। के अरे त्यो एभोकाडो हो कि खान्छ अरे। कहाँ मलहाडी छेउमा नि एभोकाडो हो? बोराले के झेल पार्छ? तरुले चाहिँ झेल पार्दैन त, बोराले झेल पार्नु हो। बोरामा फलेको तरुलको झेल्ने कत्रो हुन्थ्यो होला र? ठुलै भयो थियो। गाडी लडाउने रोपिहाल्थ्यो अनि पहिला त गिट्टा खर्ने। गिट्टा त अहिले नि खर्च होला नि, सबै उखाले होइन होला। रोटी पाक्दैछ यहाँ। कहाँ छुट्याइ होला क्या। सङ्क्रान्तिमा हामी यसरी मनाउँदैछौँ सङ्क्रान्ति। हेरेर बसी झन् गनेर खानेलाई भन्दै रोटी कतिलाई भेटौँला भन्दै। देवी थान त्यो ठेक्यो बाहिर नराखेको त बर्बाद हो। कहिले? पानी हिजो किटै पानीले रोटी हाले। घरभित्र पानीले हाल्नु हुँदैन। बासी हुन्छ। एउटा जहताले बारेको भित्र आयुर्वेदिकै बासी बासी ल यहाँ के अरे यो फुरेउला भन्दैछ। यहाँ फुरेउला यो के पिठो रे? फापरको पिठो हेर्नुहोस्। फुरेउला नि भन्दैछ। धेरै हुन्छ त आमा, कति धेरै हाल्नुला है। फुरेउला रोटी मसला धुलो बेसार। फुरेउलामा बेसार हाल्छन् आमा? के आलु तरकारी पकाउनु लाग्यो र? टिकटकको लैमा किन लाग्नु पर्यो? रोटी त अब भुङ्ग्रामा हाले मात्र भइसक्यो त। अनि अब दिदीलाई दाउरा कहाँ दाइलो होला। खोइ थोरै मैले त अहिलेसम्म त अर्को त खाने नुन हालेर हाल्ने गरेको थियो। अब आज हालौँ थाहा पनि पऱ्यो नि। अनि बेसार नि हाल्ने पहिला नुन हालेपछि बेसार लाग्दैन। पहिला के अरे नुन हाल्छ चाहिँ बेसार लाग्दैन किन? अब रोटीको उगाइसक्यो, ताई सेलाइसक्यो। मसला धुलो खोइ फुरेउलामा बेसार हाले त देखेको थिएँ ल पहेँलो बनाएर खानालाई। फुरेउलो त हो त पहेँलो बनाउने। कालो त के खानु? लगाइ हाम्रो फुरेउला रेडी हुँदैछ।
कालो हुन्छ त अनि रातो हुन्छ त म मासकोमा चाहिँ यस्तो हालेर देखाएको थिएँ मैले अनि त्यही भएर नै हाल्नु भने क्या थापाहरूको म त अहिलेसम्म थाहा छैन अनि त्यही भएर मैले नि लो मासको सेतो हुन्छ अलिअलि रातो बनाउनलाई होला लुलुलु पानी आस्तो कति काकाले खोल्यो होला नि दाउरा हाल्दै नि ठुली एउटा होइन कहाँको पानी उहीँको बट्टा बाहिर आयो भने नि त आयो बाहिर ल्याएर मुन है आएर त्यो खनेर त्यसरी थाहा भन्ने खोइ अल्छीको पनि पराकाष्ठै छ होइन आमा तल धारा जानु पर्दैन बोकेर ल्याउनलाई चुई चुई ल्या त हो नि पनि अहिले मात्र हो नल्याएको लु अब रोटी त्यही रोटी आमालाई कसरी भुरेउला हाल्ने भनेर सिकाउँछन् पहिला भुरेउला कसरी हाल्ने भनेर यहाँ खस नि त त्यो डल्लो डल्लो बनाएर लानुभन्दा कसरी खोइ खोइ झर्छ ऊ खोइ झऱ्यो त अन्त त्यो झर्ने यहाँ क्या झार्नु परेको त अनि यसलाई यसरी झर्दैन त्यही त्यो भन्दा गिलोमा हुने हुन्छ आमालाई पुऱ्याउला कसरी हाल्ने भनेर सिकाउँदैछ नि पिठो पारेर गिलो पारेर त्यही हाल्छ पछि फुरेउला पाक्दैछ यहाँ अघि रोटी पाएको अहिले फुरेउला यस्तो चाहिँ फुरेउलाको पिठो यसरी निकाल्दैछन् आमाले ठुली आऊ ठुली लु पकाऊ भान्से चाहिँ एक्सचेन्ज हुन लागिसक्यो पकाउन जान्छे सग्रातीमा घर आएको तिमी नि केही केही त पकाउ न कति डुलेर मात्र हिँड्छौ लु ठुल दिने गएर पकाऊ फुरेउला हाल्ने बित्तिकै चाहिँ किन जला अन्त नलाग्यो अहिले तरकारीमा चोपेर खान्छन् नलिलो बाह्र पानी पनि तताउँछ बसा ल्याउला नि तातिहाल्छ खै ए फुरेउला रोटी फुरेउला तरुल माघे सङ्क्रान्तिमा बिहाइ नभई छ मासु बनाउँदैछन् यो चाहिँ गाउँको लोकल खसीको मासु हो सङ्क्रान्तिमा काटेको खसीको मासु हो सबै मासु मिसेको छ यहाँ है लोकल मासु अनि आमाले बनाउँदै हुनुहुन्छ लोकल मासु यहाँ आगो फुकेर यसरी बन्दैछ हाम्रो घरमा सङ्क्रान्ति मनाउँदैछौँ लोकल मासु यो हाम्रो गाउँको खसीको लोकल मासु आमाले बनाउँदै हुनुहुन्छ अहिले लगाएर राख्छु क्या कराई बसालिसक्नुभयो आगोमा पकाएर यहाँ चाहिँ हाम्रो गाउँै काटेको मासु हो लोकल सबै मिसेको यहाँ आन्द्राभुँडीसुडी मिसेको छ यस्तो छ आमाले लसुन काट्दै हुनुहुन्छ हरो लसुन यहाँ रेडी भयो हरे लसुन
बसेर काटेरै हुन्छ होला त हौ। लु अन्त ललिकाले काटेको खोलैसँग यहाँ लसुन कुटेर राखेको लसुनी बाबाले सबै काम राम्रो हालिसक्नु। त्यो चाहिँ हाम्रो घरमा गैँटो छ, त्यो गैँटोमा चाहिँ कोइला हाल्ने गरे खरिसको यो मासु खरिसको। झऱ्यो यो के हो र त्यो पोकाएर पतेरा छ त आगो चाहिँ कति धेरै बालेको त राम 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 तेल खलेर यहाँ धुवा निस्किन लागिसक्यो। धुवा के हालेको हो त्यो सुप हालेको सुप ज्वानो सुप ओ लसुन प्याज लु अब यहाँ बेसार हालेको बेसार लसुन ज्वानो बेसार सबै हालिसक्यो आमाले। मसला नि यहाँ हाले। यो चाहिँ के को पेस्ट भने यो चाहिँ उसको धुलो जिरा र धनियाँको धुलो यो मासु किन हाले कलेजी चाहिँ पोल्ने होइन त्यो फर छुट्टै बुझ्ने के ए अहिले गराउँदा अर्कोमा मिठो हुन्न यहाँ धेरै हुन्छ। लोकल कुखुराको लोकल खसीको मासु बन्दैछ यहाँ। आमाले बनाउँदै हुनुहुन्छ आज आमाले पकाएको मोमो खाने हो। आमाले पकाएको मासु खाने हो। कुखुराको ढिँडो छ खानु पर्ला आज। भात सक्यो नि बिहानको। त्यसलाई हाम्रो कुखुराको ढिँडो र मासु खानुपर्छ। साग अलि टिपेर ल्याउने भाइ हो। लागिसक्नु आमाले लु अहिले सब्जीलाई पहेँलो खै छैन अरे रे सच पहेँलै छ। हाले पकाउनको लागि आमाले मासुमा पानी हालिसके। लु अब यो
यो गस्केर यसको पानी सुकिसकेपछि अहिले पाक्छ। मासु यस्तो भएछ चाहना लिएर आएको बोर्डको यहाँ यो झोल र कोदाको ढिँडो खानुपर्छ। त्यो नदेखेको त्यही हाल्छ नि। यस्तो भयो आगोमा पकाएको मासु मैले पकाइसकेँ मासु। म मासु चाहँदैछु। झिक्दै हुन्छ। मिठो इसानी आऊ। झोल चाहने तरिका घरमा पानी बोतल थर्मा हाल्नु।